बाख्रा हेर्न पठाउने भनेर सुदीपलाई खोज्न जाँदैछु। माथि घरहरू हेर्नु छ, कहाँ गएको छ हेर्नु पर्यो। सुदीप यहाँ पसलमा पनि रहेनछ। अब म घरबाट आएँ नि, तल खोज्दै खोज्दै आएको नि। तल बाख्रा हेर्न जाने भनेर खोज्न आम बाँची रहेछ। जाने हेर्नु पनि त लिउन आम जानै पर्छ। अनि मम्मीको गाली पालास् नि फेरि। हेर्छ नि मेरो भुले के भुले दामी पागल जस्तो गर्छस्। जा छिटो दौडेर लिएर आइज। सुरूपले चाहिँ आफ्नो ज्याकेट भुल्यो अरे, अनि लिन गएको फेरि। यहाँबाट चाहिँ पुरै गाउँ देखिन्छ यता यता। सुदीपलाई चाहिँ बल्ल बल्ल खोजेर लिएर आइयो नि, होइन सुदीप? कहाँ गयो थिस् रे त? बोल्छन् नि। बिदा भएदेखि सुदीप फेरि छ के। अब चाहिँ बाख्रा हेर्न जान्छ मेरो भाइ। गाली पायो मेरो भाइले। गाली पाइ सानो भाइ, सानो भाइ। हाम्रो स्कुल यता हेर, राम्रोसँग हेर न भाइ, राम्रोसँग हेर न। हेर न, हेर न भाइ, हेर न। कहाँ जाने? ओके, मेरो घर जाने? र मेरो घर जानु मन लाग्छ कि लाग्दैन? लास्टै लाग्छ नि। किन नि? किन लाग्छ? मेरो माया लाग्छ? मलाई किस गर ल। गुड। हामी चाहिँ मामा घरबाट दसैँ मनाएर आइसक्यौँ। हिमाको ट्युसन थियो एसयुको, अनि आज पनि के गर्ने, दसैँको दिन पनि मिस्टर हिमालाई चाहिँ गाह्रो छ कि। बिहान 5 बजे उठेर बेलुका कति बजे घर जान्छ श्रीमाइली त? 5 बजे बेलुका 5 बजे बिचरा। हेर्नुहोस् सर, सुन्नुहोस्, हाम्रो हिमाको गुनासो के छ भनेदेखि अलि निद्रा पुगेन अरे यसलाई। जति बेला नि निद लाग्छ मात्रै भन्छ। दसैँको दिन त कमसेकम बिदा गरिदिनु पर्छ नि सर हजुरले। आज मैले कति लामो छ यो कपाल। अलिक खोजन कस्तो छ, कस्तो गाइज। म चाहिँ घर आइसकेँ होइन, मामा घर गएको थिएँ, अनि म अहिले चाहिँ घरमा आइसकेँ। घरमा चाहिँ हाम्रो कान्छी दिदी आउनु भएको छ, म चाहिँ भेट्न जान्छु ल। यस, यो चाहिँ हाम्रो नयाँ घर हो, हाम्रो नयाँ घर। ढिरो हाम्रो दिदीले चाहिँ आएर पनि काम गरिदिँदै पो हुनुहुन्छ यहाँ। दिदी ठिक छ, हेर न दिदी, हाम्रो कान्छी दिदी भयो त। कसरी आयो? ठिकै भयो नि। को आएको हो नि? मम्मी, आन्टी। को आन्टी? गाइज, आजको भ्लग चाहिँ यति नै होइन। कस्तो लाग्यो? बाई बाई गाइस। बाई बाई।